नेपालीहरू टेलिफोनमा अनावश्यक कुराकानी गरेर धेरै पैसा खर्च गर्नेहरू मध्येमा पर्दछन् र हामी टेलिफोनमा भइरहेको खर्चलाई सामान्य रूपमा लिइदिन्छौं अनि अनावश्यक कुराकानी गरेर समय अनि पैसाको बर्बाद गरिरहेका हुन्छौं। के तपाईलाई थाहा छ नेपालीहरूले वार्षिक कति रुपियाँ बराबरको पैसा टेलिफोनमा खर्च गर्छन् होला? पत्याउन गाह्रो छ, तर सत्य हो। पछिल्लो तथ्याङ्क अनुसार वार्षिक 96 अर्ब 65 करोड़ 86 लाख 35,086 रुपियाँको कुराकानी गर्छन् नेपालीहरू। वार्षिक 96 अर्ब 65 करोड़ 86 लाख 35,086 रुपियाँको कुराकानी गर्छन् नेपालीहरू। एनटीसी मार्फत 39 अर्ब 25 करोड़ 97 लाख 15,832 रुपियाँ, एमसेल मार्फत 55 अर्ब 72 करोड़ 82 लाख 28,854 रुपियाँ, नेपाल सैटेलाइट मार्फत 13 करोड़ 27 लाख 71,093 रुपियाँ, स्मार्ट टेलिकम मार्फत 1 अर्ब 7 करोड़ 75 लाख 72,524 रुपियाँ, सीजी टेलिकम मार्फत 23 करोड़ 32 लाख 60,658 रुपियाँ, यूटीएल मार्फत 22 करोड़ 70 लाख 86,125 रुपियाँ, वार्षिक 96 अर्ब 65 करोड़ 86 लाख 35,086 रुपियाँको कुराकानी गर्छन् नेपालीहरू। दर्शकवृन्द, नेपालीहरू आपसमा यस्ता छन् कि फोन गर्छन् र सोध्छन् खाना खानुभयो? खाए भनेर जवाफ दिइसकेपछि फेरि सोध्छन् तरकारी कस्तो थियो, नुन लागेको थियो कि थिएन, बेसार कति थियो, चिल्लो कस्तो थियो, खाना पस्केर दिएको थाल कस्तो थियो, कचौरा कस्तो थियो, टेबुल पानी आदि आदि। एक जनाले अर्को जनाकोमा गएर खाना खाएपछि अर्कोले टेलिफोनमा सोध्ने यस्तै प्रश्नहरू आखिरीमा खाना पच्यो कि पचेन भन्ने समेत सोधिएबाट खाना भन्दा महँगो पैसा चाहिँ फोनमा खर्चिरहेका छन् नेपालीहरू। यो कति महँगो कुराकानी होला? झण्डै 1 खर्बको कुराकानी गर्दा कति समय गयो होला, त्यसबाट कति काम भयो पनि होला, तर कति धेरै चाहिँ बेकारमा कुरा गरियो होला। खाना खाएपछि पच्यो कि पचेन सम्मको कुराकानीको तात्पर्य के होला? किन नेपालीहरूले यति धेरै पैसा अकारण खर्च गरिरहेका होलान्? त्यसैले जायज आवश्यक मात्र कुराकानी गरेर खर्च जोगाउने कि